महान मेरो प्रभु, मेरो आत्मा मुटुक टुक्रो दिलको धड्कन पुनः मेरो नयाँ भिडियोमा हजुरलाई स्वागत छ, मस्त वेलकम छ। जय देश जय नेपाल। ल साथीहरु, फाइनली आज चाहिँ रुमबाटै भ्लग सुरु गरिएछ। तर आज तपाईहरुलाई म चाहिँ यस्तो दामी चीज मैले मगाएको छु चाइनादेखि। म तपाईहरुलाई अब अहिले अनबक्सिङ गर्छु, म तपाईलाई देखाउँछु यो त्यो सामान चाहिँ के हो भनेर है साथी। यस्तो दामी सामान आएको छ मेरो। अब यस्तो मजाले दामी सामान आएको छ साथी हो। यस्तो तरिकाले ट्याक्क लाउने साथी हो। यसरी मिलाउनु, पहिले क्यामेरा मोबाइल स्ट्यान्डमा मिलाउनु पर्छ साथी हो। यस्तो ल साथी हो, फाइनली मैले चाइनादेखि सामान मगाएको छु। मैले बोल्दाखेरि चाहिँ भोइस क्लियर सुनिदैन र मोबाइलमा पस्दैन भन्नु खोजेको, अनि त्यसको त्यो कारणले चाहिँ मैले माइक मगाएको छु चाइनाबाट हैन। यही ब्यागमा चाहिँ आएको साथी हो। यो ब्यागमा आएर साथीहरुले सबै लगिसक्यो सामानहरु। अनि मेरो चाहिँ सामान छोडेर यहाँ यो चाहिँ दाइको कचरा सचरा मेरो चाहिँ यो बक्समा छ, ब्ल्याक डायमन्ड बक्समा, ब्ल्याक डायमन्ड बक्समा छ साथी। यस्तो छ हैन। अब यसमा चाहिँ मेरो टक कसरी खुल्ने अनबक्सिङ हो साथी हो। ट्याङ ट्याङ यसरी डीजे एमआईसी मिनी मतलब सानो छ यसको साइज। वायरलेस माइक्रोफोन इक्विपमेन्ट सेल फिलर छ साथी हैन। अब यसलाई अनबक्सिङ गर्न बाँकी छ है साथी हो। अब ट्याग कसरी काट्ने साथी हो, यसरी खोल्ने, अनबक्सिङ यसो गर्ने साथी हो। यहाँदेखि यसो गर्ने। अब सानो सानो जाँदैछ हो। यो पनि सिल ब्याग साथी हो। यसरी यहाँ यसरी फुटाइदिने। ब्याग चाहिँ बडो सानो दिएछ है साथी हो। ब्याग चाहिँ दिएको छ, सामान भित्र कस्तो छ त्यो चाहिँ थाहा भएन है साथी हो। ल्या साथी हो, यसको चाहिँ यो छ दिएको एउटा, अनि एउटा चाहिँ यो वायर छ साथी हो। अर्को यो के हो, आम्मामा यति सानो। अब यो त साह्रै सानो छ त यार। खोइ कसरी युज गर्ने होला अब यो साथी हो। यस्तो सानो छ तर चिटिक्कको परेछ। अब यसको के कसो छ यस्तो। यसमा चाहिँ यो राखेर चार्ज गर्ने चाहिँ होला है साथी। यसरी यसरी चार्ज गर्ने होला हैन। यसरी रहेछ है साथी, चार्ज यहाँ हाल्ने, ट्याक्क नि यसरी चार्ज हुने। यो चाहिँ सिस्टम चाहिँ मलाई मन पर्यो, राम्रो लाग्यो साथी हो। अनि अब यो इनबक्स यो चाहिँ गरौँ। आइया यो साथी कस्तो छ। अरे दुईटा छ साथी। ल यो चाहिँ माथि लाउने रहेछ, अनि यो पनि कोही अब साइडमा। दुईटा सिस्टम दिएछ साथी हो हैन। यति भयो। अनि यो ब्याग हो, ब्यागमा अब चाहिँ यो केही छैन, यो चाहिँ के हो, दाना दाना छ। यस्तो हो साथी हो। यसको चाहिँ 8 घण्टा ब्याट्री ब्याकअप छ भनेर लेखेछ। अब यहाँ कहाँ छ त ब्याट्री ब्याकअप। मैले 8 घण्टा भनेर चाहिँ यो किनेको साथी हो। यसको ब्याट्री ब्याकअप कहाँ लेखेछ साथी हो। हाई क्वालिटी अडियो चाहिँ दिएको छ साथी हो। 8 आवर ब्याट्री साथी हो लेखेको छ यहाँ। 8 आवर ब्याट्री टिक छ, 8 घण्टा टिक छ यसको चार्ज। यो माइकको 8 घण्टा चार्ज टिक छ र साथी हो। अब मेरो यस्तो छ साथी हो। अनबक्सिङ चाहिँ गरियो। अब भोलिदेखि यसको चाहिँ आवाज म हाल्ने कोसिस गर्छु, बोलेर कतिको क्लियर र कतिको पर्फेक्ट साउन्ड जाँदो रहेछ। अनि युट्युब भिडियो मेरो आउँछ विशु ब्लगलाई पनि माया र साथ सपोर्ट गरिदिनु। लाइक कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला। तपाईहरुलाई दुई हात जोडेर सबैजनालाई दर्शन नमस्ते नमस्कार। जय देश जय नेपाल साथी हो। सबैजनालाई बाई बाई। जय देश जय